आज चाहिँ म तपाईँहरूको सामु एउटा सानो इन्फर्मेसन लिएर आएको है, फेसबुक रिलेटेड। जसलाई यो इन्फर्मेसन अलरेडी थाहा छ उहाँहरूले मेरो भिडियो स्क्रोल गर्न सक्नुहुन्छ। जसलाई थाहा छैन उहाँहरूले भिडियो लास्टसम्म हेर्नुहोला अनि भिडियो मन परेमा लाइक, सेयर अनि कमेन्ट पनि गर्न नबिर्सिनुहोला। सपोज तपाईँ आज पुरा बिजी हुनुहुन्छ, एउटा पनि पोस्ट हाल्नु भएन, भोलि पनि बिजी हुनुहुन्छ, पोस्ट हाल्नु भएन भने तपाईँको फेसबुकमा भ्युज घट्छ है त साथीहरू। त्यसको लागि फेसबुकमा एउटा अप्सन हुन्छ सेड्युल पोस्टिङ। त्यो चाहिँ तपाईँ बिजी हुनुहुन्छ भने आजै तपाईँले 4-5 वटा पोस्ट अलग अलग टाइममा, भोलि बिहानको लागि, दिउँसोको लागि है, इभिनिङको पोस्ट, गुड नाइटको पोस्ट तपाईँले त्यसरी हाल्न सक्नुहुन्छ सेड्युल पोस्टिङको द्वारा अलग अलग टाइममा है त। तपाईँहरूलाई म सेड्युल पोस्टिङ गरेर देखाउने छु स्क्रिन रेकर्डिङमा, हेर्नुहोला साथीहरू। सबैभन्दा पहिला तपाईँले फेसबुक एप खोल्नुपर्ने छ है। फेसबुक एप खोलेपछि यहाँ गएर तपाईँ फोटो या भिडियो जो पनि छ सेलेक्ट गर्नुपर्ने छ है। म एउटा फोटो सेलेक्ट गर्छु है। यो म तपाईँहरूलाई भोलि बिहानको पोस्ट हाल्छु है त, म तपाईँलाई देखाउने छु। नेक्स्ट गरेपछि यहाँनिर तपाईँको सेड्युल पोस्टिङको अप्सन आउँछ है। यहाँनिर पोस्ट नाउ या सेड्युल फर लेटर। पोस्ट नाउ अहिले गऱ्यो भने अहिले नै पोस्ट हुन्छ, सेड्युल फर लेटर तपाईँले आफ्नो समयअनुसार चुज गर्न सक्नुहुन्छ। आज 26 हो त भोलि बिहानको पोस्ट गर्दैछु, भोलि 27 है। डेट यहाँ क्लिक गरेर चेन्ज गर्न सक्नुहुन्छ। अनि टाइम भोलि म यसलाई 6:30 बजीको बिहानको पोस्ट गर्छु है। त्यसलाई ओके गरेपछि ब्याक आउनुपर्ने हुन्छ। अनि यहाँ पोस्ट गरिदिएपछि चाहिँ तपाईँको पोस्ट भोलि बिहान जब हुन्छ तब तपाईँको टाइमलाइनमा यो आउनेछ है त साथीहरू। थ्याङ्क्स फर वाचिङ। भिडियो मन परेमा लाइक, सेयर अनि फलो गर्न